सुपमा थोरै आदि लाएर हेलो दाजुको मुखबाङमा सबैजनालाई स्वागत छ। आज यहाँ तपाईहरुले देखिराख्नु भएको छ साथीहरु, यो हड्डी छ। राँको हड्डीको सुप, हड्डी अनि यो चाहिँ फापरको ढिँडो है साथीहरु, लगायत अन्य सलादहरु, सागहरु छ धनियाको है। चियर्स। चिसो मौसम छ, खानु सुरु गरे। सिलाउँछ यो टुक्सी हो हाम्रो। ल यो अलिकति कागती लाउँछु म यहाँ। सुपमा थोरै कागती लाएर यो जामिन्छ, चिसो मौसम छ, सुरु गरिहाल्छु है त। ल तपाईहरु पनि खानु होला। चियर्स। ढिँडो हाम्रो राष्ट्रिय खाना सेलाइसकेछ। एकदम हाम्रो चाहिँ परम्परागत खाना ढिँडो। आजकल त यो एकदम खोजी खान थालेका छन् मान्छेहरूले। पहिले चाहिँ अब गरिबले खाने भन्थे अरे, मान्छेले खानै लजाउने त्यस्तो अवस्था थियो अरे, थियो भनौँ न। यसको यो रूपले गर्दाखेरि पनि होला साथीहरु, अलिकति राम्रो देखिँदैन, त्यही भएर पनि होला नखाएको, लजाको, धकाएको हैन। तर यो स्वास्थ्यवर्धक छ, एकदम स्वास्थ्यको लागि चाहिँ एकदम ढिँडो खानुपर्छ। हैन त, सधैँ चामल मात्र खाएर हुँदैन। हामी नेपाली हो, हाम्रो नेपालीको खाना हामीले नि प्रवर्धन गर्नुपर्छ भन्ने कुरा पनि हो। आजकल त विदेशीले पनि खाँदो रहेछ साथीहरु ढिँडो। खोजी मैले देखेको छु। यो युट्युबमा सबैले खाएको देखेरै होला यो लोकप्रिय बनेको। कस्तो खाना रहेछ भनेर जिज्ञासा हुन्छ नि मान्छेलाई। अनि टेस्ट गर्ने चाहिँ चासो हुन्छ, रहर हुन्छ। कसैलाई मिठो लाग्ला हैन, कसैलाई नमिठो लाग्ला। त्यसरी चाहिँ खानाको प्रवर्धन हुन्छ। युट्युबबाट आजभोलि धेरै खानेकुराहरू, नेपाली खानेकुराहरू विश्वमाझ चिन्न थालेको छ। यो राम्रै कुरा पनि हो। मुखबाङ मार्फत है, विशेष गरी मुखबाङ गरौँ भनेर साथीहरू है खाएको देखायो भन्नुहुन्छ। यसको राम्रो र नराम्रो पक्ष दुवै हुन्छ हरेक विषयको। त्यही भएर त्यसरी बुझिदिनु होला, नराम्रै मात्र नलिदिनु होला। यो देखाएर खाएको भने होइन है त। उनी त देखाउनलाई नै खाएको, तर त्यसलाई पोजिटिभली, सकारात्मक हिसाबले लिनुपर्छ हामीले।
यो चाहिँ राँगाको हड्डीको मासु। कोदोको भन्दा फापरको चाहिँ अलिक खँदिलो हुँदो रहेछ ढिँडो। फापरको थोरै खाए पनि अगाइ नै ढिँडोको चाहिँ अलिक धेरै खाँदा पनि धेरै खानुपर्ने खालको हुँदो रहेछ मैले मेरो अनुभवमा। यो हड्डी त्यो निकाल्नै गाह्रो भयो त हौ। यसको के छ हालखबर? अरे ठिकै छ। ढिँडो खानु जानेन भनेर कराउनुहुन्छ साथीहरूले। ढिँडोलाई चाहिँ चपाएर खाने होइन है साथीहरू, त्यो मलाई पनि थाहा छ, सबैलाई थाहा छ। चपाउनु मिल्दैन त कसरी चपाउने, तर यसलाई अलिकति मुखमा खेलाएर स्वाद लिएर चाहिँ खानुपर्छ है। सुलुत्तै निल्दा चाहिँ मलाई चाहिँ स्वाद आउँदैन, फेरि हल्का मुखमा खेलाएर खाने बानी छ मेरो चाहिँ। त्यसलाई नै चपाएको भन्नुहुन्छ साथीहरू। चपाउनु त मिल्दैन होइन, नरिसाउनु ल। मान्छेहरूलाई स्वाट निलेको मन पर्दो रहेछ। त्यसरी निल्नै सकिँदैन हौ। कति बुझ्यो ओहो ढिँडो निकै धेरै थियो। खाइसकिँदैन कि भनेको त सकिन्छ क्या र। ढिँडो चाहिँ निकै अडिलो खाना पनि मानिन्छ है। अडिलो भन्नको अर्थ यो छिटो पच्दैन क्या, पेटमा गएर ड्याम्म अगाएर बसिरहेको छ। अनि धेरै काम गर्नुपर्ने मान्छे, फुर्सद नहुने मान्छे, खाजा खानालाई लामो बाटो हिँड्नुपर्ने मान्छेहरूले चाहिँ पहिले ढिँडो यस्तो मकैको भात होइन, यिनीहरू चाहिँ छिटो पच्दैन क्या सजिलैसँग। ड्याम्म भएर भुँडिया बस्छ। अनि यो चाहिँ फेरि पिठो हो। पिठो भनेको चाहिँ
पानीमा घोलेर खाँदा पकाएर खाँदा अलिकति यसको मात्रा हामी बढी नै खाइदिन्छौँ अनि त्यही भएर पनि धेरै बढी अगाएको होला। हड्डी पनि मजाले गलिएछ। प्योर नेपाली हुनलाई चाहिँ म नेपाली हो भनेर परिचय दिनलाई चाहिँ साथीहरू उसले एकचोटि ढिँडो खाएकै हुनुपर्छ, गुन्द्रुकको स्वाद लिएकै हुनुपर्छ अनि उसले खुकुरी चलाएकै हुनुपर्छ है साथीहरू। र म त प्योर नेपाली हो। भनेर गर्व गर्न मिल्छ आफूलाई। तपाईहरु पनि खानु होला। ढिँडो के हो भन्ने चाहिँ जानेकै हुनु पर्यो है। आफ्नो मौलिक खाना पनि चिनेन भने के नेपाली, मलाई त्यस्तो लाग्छ। किनकि हामी सबैको पूर्वजहरू अग्रजहरू हाम्रो पुस्ताले नभेटे पनि अघिल्लो पुस्ताहरू यही चिजहरू खाएर हैन खेलेर हुर्केको हुनाले यस्तै चिजहरूबाट चाहिँ हाम्रो नेपाली जीवन सुरु भएकोले ढिँडो चाहिँ विशेष मान्नुपर्छ। प्रत्येक घरको नेपालीको कथा नै ढिँडोबाट सुरु हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। सबै मान्छेहरू सम्पन्न भएर एकैचोटि आएको होइन होला। आज अरबपति हुने परिवारमा पनि कुनै दिन ढिँडोबाट इतिहास सुरु भएको थियो होला। ढिँडो खाँदै खाँदै आज मोमो बर्गर पिज्जा खाने स्थितिमा आउनुभयो होला होइन। त्यही भएर हामी नेपाली सबै नेपाली एउटै हो। हाम्रो पृष्ठभूमि ब्याकग्राउन्ड एउटै छ भन्ने कुरा हो। आफ्नो खानालाई माया गर्नुपर्छ है त। खाँदै त बोल्नु हुँदैन थियो, आज चाहिँ मैले बोलेर खानु न भन्ने कमेन्ट पनि आउँछ र यसो ढिँडोको विषयमा चाहिँ भन्नै पर्ने पनि थियो। त्यही भएर आफ्नो धारणाहरू राखेँ, नरिसाउनु होला। अब चाहिँ अगाडि छ क्यारे यो छिर्नु आँटेन साथीहरू, यसलाई राखौँ यो खाउँ।
कस्तो एकदम गजब भयो आज। यसबाट अन्त्य गर्छु है साथीहरू। खाना खाएपछि अन्तिममा सुन्तला खाँदा यति आनन्द आउँछ कि साथीहरू मलाई चाहिँ। हेरिदिनु भयो, धन्यवाद सबैलाई। आजलाई बाबा।